I love you too. 3, 4. I love you too. I love you too. नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10वटा नेतालाई ढोग्नुपर्छ, 10वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ। हेलो, नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? चिया कहाँको खानुभयो? कुन ठाउँको? इलाम दमकको? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो? तेह्रथुम 5 थरमा उत्पादन भएको तरकारी खानु पाउनु भएको छैन तपाईँहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। पूर्वी तराईका 3वटा 4वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ। तर विडम्बना यही खान पुगेको छैन। यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। बर्खामा बाढी आउने, बाढीले खेती योग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने खेती योग्य जग्गाहरूलाई त्यत्तिकै राख्नु परेको हुन्छ। बेला बेलामा बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जा गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउने भन्नुहोस् तपाईँहरू? यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। हाम्रो किराँतहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र मुकुमलुङ, खुवालुङ, पाथिभरा जस्ता ठाउँहरूलाई 77 जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाउन्, त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। समस्याहरू धेरै छन्, समाधान पनि यही छ। समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ।